हाम्रो यहाँ सेल्फी भइरहेछ हजुर ल कुन गइदाउ अस्ति तपाईँ हामी सिजनमा गएको थियौँ नि त्यो एकदम ढिक्का भएको यहाँनिर होइन त्यो भन्दा नि अघि फर्स्टमा गयो नि हामी अघि फर्स्टमा गयो नि उता त्यसको बिचमा थियो तपाईँहरू आइकन यहाँबाट चाहिँ यता जाने छ नि बिचको जाने त्यसबाट जाउँ न बिचको जुन त्यो स्नेकको नि के भन्दैछ हौ म त्यहाँनिर अगाडि गएर चाहिँ अनि गर्नु न होइन तपाईँ होइन भिडियो गर्नलाई अगाडि दिउँ न त्यो साइडमा एकछिन पसेर त्यही त होइन त्यो तलमा चाहिँ अँ आङ भाइ हामी आज जम्मा टोली छौँ यहाँ 8 जनाको टोली छौँ स्की गर्ने हर्क सर हुनुहुन्छ भ्रमणमा हुनुहुन्छ नि हर्क सर चिन्ने हुनुहुन्छ मान्छे मधुने पनि सर हेमन्त सर अनि म आङ भाइ र उहाँको फ्यामिलीहरू भनौँ न स्कीको लागि चाहिँ यहाँ हामी स्मगलर नच यो मोर्स माउन्टेन भन्छ यसको लिफ्ट चाहिँ खुल्ला थियो अझ हामी यहाँ आएको छौँ स्की गर्नको लागि हामी यताबाट यो यसरी एडभान्स स्कियर मात्रै भनेर लेखेको छ होइन हामी यता जान्छौँ यहाँबाट अलिकति ओह्रालो छ है अलिक उता मुनतिर गयो यहाँ त अलिक सानो छ कि खेल भिडियो गर्नेले ताकि क्याप्चर गर्न सक्यो क्या भाइले गर्नु अब म यहाँ भिडियो गर्ने मान्छे अरे कि अब भिडियो गर्ने बेला चाहिँ भिडियो राम्रै आउने भयो कार्भिङ ओभर धेरै भयो यता यसो गरौँ भिडियोमा लड्नुपर्छ भन्ने भयो नि कोरियोग्राफ थियो नि सर यहाँ लड्नु भयो उठ्दै हुनुहुन्छ ए ठिकै छ आङ भाइ जानु तलबाट आज यो फोटो खिच्दै भिडियो गर्दै रमाइलो गर्ने होला जाउँ ल जाउँ सर म पछाडि आउँछु हाम्रो यो टोलीहरू यहाँ गडङ गडङ यहाँ के छ भने यो भात परेको छ क्या स्नो अनि अलिकति हाम्रो भाइ चाहिँ यहाँ भिडियो गर्दै हुनुहुन्छ लडिन्छ होला यो के अरे पोलको चाहिँ पोलले चाहिँ हेल्प हुन्छ र यो ब्यालेन्स गराउँछ मैले चाहिँ यो पोल लिएको छैन क्या पोल युज गरेको छैन पोल युज नगरे पनि अब फर्स्ट टाइम अलिकति अप्ठ्यारो हुन्छ हेमन्त सर यहाँ जाँदै हुनुहुन्छ यो यस्तो हुन्छ कि अलिकति ट्रन यसो लिँदै गयो भने चाहिँ
हेर्नुहुन्छ यहाँ यस्तो क्या डाँडा डाँडा कुद्नुहुन्छ यहाँ अलिकति वाइड एङ्गल खालको भए चाहिँ ठिक हुन्थ्यो झन्डै लड्यो लडेको हेर्नुपर्छ है यहाँनिर आज को लड्नुहुन्छ म लड्यो भने चाहिँ देखिँदैन यस क्यामेराले अर्कोपट्टि फेस गरेको छ होइन अब हेमन्त सरको चाहिँ क्लोजअप लुक के अरे आउने भयो आज स्की खेल्नको लागि चाहिँ त्यहाँ यहाँ भेला भएको छौँ हर्क सर पर छिर्नुभएछ कहाँ जानुभएको पनि जङ्गल हाम्रो दुईजना नानीहरू छन् दुईजना केटाहरू मजाले गर्छ यस रमाइलो हुन्छ यो अब स्की खेल्न जानिसकेपछि चाहिँ हिउँ परिरहेको जस्तो लाग्छ हल्का छ लडिन्छ होला हो आज पुरा यहाँ यस्तो ढल्केर चाहिँ ब्रेक लाउनु पर्ने हुन्छ यो ब्रेक लाउने भनेको चाहिँ स्कीले नै हो क्या यो किसिमले खुट्टा छ यो यसरी जाँदैछ रोक्नु पर्दाखेरि चाहिँ यसो गरेर रोक्नुपर्छ क्या रोकेँ अब फेरि सुरु भयो लिफ्टमा मान्छेहरू यसरी जान्छन् आज त खासै त्यति अघि पानी पऱ्यो अर्को माउन्टेन उता म्याडोना भन्छ त्यो चाहिँ अलिकति माथिसम्म जाने हो त्यो चाहिँ क्लोज रहेछ थाहा छ यो आइस मेल्ट भएर चाहिँ यो लिफ्ट चाहिँ डिरेल हुन्छ भन्नाले त्यसको ट्र्याक छोडेर चाहिँ एक्सिडेन्ट हुन्छ भनेर उताको लिफ्ट चाहिँ क्लोज गरेछन् आज सो म स्किपहरू गयो यो सानो घरबाट चाहिँ लिफ्ट सुरु हुन्छ ओके ल बाई सबैजनालाई